परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न, उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने। अर्को कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट छ। भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन DAP मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने। अर्को शहरी विकास मन्त्रालयबाट छ। संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरी योजना स्वीकृत गर्ने। अर्को संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्मानीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्मानीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने। यसमा नेपाल सरकार प्रतिबद्ध छ। यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो। त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ। नेपाल सरकारको पनि जुन त्यहाँ सीमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ। त्यो हाम्रो प्रेस नोटबाट आइसकेको छ। बाँकी दुई सरकार बीच सहकार्य हुँदै कुरा गर्ने विषय हो। जारी गरेको भनेपछि त्यो एक किसिमले त्यो पब्लिक नोट भइसकेपछि त्यो हामीलाई पहिला जुन थियो त्यो नै पठाइएको। हजुर छैन। त्यसैले त विवाद भयो नि, होइन? त्यो हाम्रो भूमि हो भन्ने कुरामा हामी स्पष्ट छौँ। त्यो आजको बैठकमा त्यसको विषयमा केही छलफल भएको छैन। यद्यपि प्राविधिक रूपमा कानुनी रूपमा त्यसमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ। त्यो चाहिँ यता सिंहदरबारभित्रको गुरी योजना एउटा निर्माण भएको छ। कुन प्रवेशद्वारबाट भित्रको आन्तरिक रूपमा चाहिँ अलिकति व्यवस्थित बनाउनको लागि हो। होइन, त्यो चाहिँ आन्तरिक रूपमा हेरी प्रवेशको लागि सहजीकरण गर्नको लागि गरिएको।